तपाईँ आजको छ कनका सुन्दरी मन्दिर, कनका सुन्दरी गाउँपालिकामा पर्छ र अहिले हामी सिन्जामा छौँ। अरू साथीहरू हाम्रो 1 नम्बर वडाबाट हिँड्नुहुन्छ। हामी भ्यू यस्तो छ है, भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू। यो कस्तो सुन्दर उपत्यका, ऐतिहासिक महत्त्व, त्यसपछि भौगोलिक संरचना, भौगोलिक सम्पत्ति बोकेको ठाउँ चाहिँ एकदम सभ्य र भव्य जस्तो देखिन्छ। र हाम्रो अरू साथीहरू 1 नम्बर वडाबाट हिँड्नुहुन्छ। हामी चाहिँ आफ्नो 2 नम्बर वडामा थियो र म र राजु सर निस्किसकेको छौँ हामी 10 बजेबाट ठ्याक्कै। र आजको फाइनल डेस्टिनेसन हाम्रो कनका सुन्दरी मन्दिर। एनी हाउ जसरी भए पनि, जे गरे पनि, जहाँ जति अप्ठ्यारो आए पनि हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ भनेर मैले विश्वास दिलाउन चाहन्छु। यो हाम्रो सुरुको भिडियो र बिचबिचमा हामी यसै गरी तपाईँहरू समक्ष सम्पूर्ण जानकारी, कस्तो बाटो थियो, कस्तो हाम्रो वे अफ प्रेजेन्टेसन थियो, त्यहाँ पुग्ने कसरी, कतिको समस्याहरू के झेल्नु पऱ्यो, त्यो सब कुरा। यो चाहिँ मेरो साथी है, कहाँ खाजा, एडमिन चाहिँ म, कहाँ खाजाहरू खाइयो, त्यो सब कुरा हामी तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु। र अब राजु सर 2-4 कनका सुन्दरी घुम्न गइरहेको छ हामी दुईजना मिलेर। लगभग अनि अर्को लगभग वार्ड नम्बर 1मा पनि साथीहरू छ, त्यहाँबाट 2-4 जना लिएमला। बरु जाम यसो घुम्दिउँ भनेर हो, नत्र खासै त सिएसडीमा आएर मन थिएन घुम्न। अब आएपछि अब घुम्दिउँ न के छ र भनेर अब म र साथी यहाँ वार्ड नम्बर 2बाट निस्क्यौँ। वार्ड नम्बर 1मा चाहिँ एउटा 2-4 समात्नु पनि लाग्यो छ र, तर तिनीहरू घुमिसकेको रहेछ क्या। जे भए पनि त्यही भएर यत्रो नजिक गएको थियो, यो थिएन यहाँ, यो जुम्ला बजार गएको थियो अनि विशेष कारण भयो। अनि त्यो भएर म एक्लै यो थिएन अनि म पनि कसरी गइदिउँ भनेर भनेर गएको, नत्र बाँकी सब साथीहरूले घुमिसकेको रहेछ। म र उमा यसो घुम्दिउँ भनेर दुईजना चस्मामा, चस्मा प्लस चस्मा, चस्मा 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 इन्टु चस्मा इज इक्वल टु चस्मा स्क्वायर। त्यसमा पनि चस्मा आइदिउँ भनेर हो, मेरो साथी मात्र किन आउँछ भनेर हो। मलाई दुःख लागिरहेको थियो क्या, तँ मात्र हेर्छमा आएर, त्यही भएर म पनि चस्मामा आइदिएको। यस्तो हेर्नु होला चस्मामा टिसुक। हामी चाहिँ पाण्डव गुफामा आइपुगेका छौँ। गोठ कस्तो छ अवस्था तिम्रो? धेरै डमाडोल छ यार, हिँड्दै अप्ठ्यारो भइरहेछ। हामी अब पाण्डव गुफाको नजिकमा आइपुगेका छौँ र यहाँ पाण्डव गुफा दर्शन गरिसकेपछि हाम्रो यात्रा हुन्छ कनका सुन्दरी मन्दिर, कनका सुन्दरी गाउँपालिकामा। लगभग अझै 2 घन्टा हिँड्नुपर्छ। अहिले बिहानको लगभग 7 बजिरहेछ, हामी 9 बजेसम्म पुग्छौँ। के को पाण्डवको साँचो पनि चाहिन्छ र? त्यो खुले हुँदैन र? सिन्जाउ कि कनका सुन्दरी? साँचो रहेन छ यहाँ घरमा, कनका सुन्दरीको घरमा। अर्को घरमा हेर्नेछौँ हामी साँचोहरू। यार पाण्डव गुफा खुल्ला हुनुपर्ने यहाँ, तर यहाँ साँचो पनि लिनुपर्ने रहेछ गाउँबाट। केही छैन, हामी साँचो लिएर खोलेर हामी पाण्डवको खै हो अरे, साँचो त छैन। साँचो लिएर आउने छ साथी। पाण्डव गुफा पाण्डव गुफा छ। अब सानो रहेछ, केही छैन। यो पनि नहेरेको भए थाहा हुँदैन थियो सानो छ कि ठुलो छ, त्यही पनि हेर्न पायो। अब हेरेपछि पो थाहा भयो कि ठुलो छ कि सानो छ, नदेखेको भए त्यो पनि थाहा हुँदैन थियो हामीले। गोठलाई डामाडोल भइसक्यो यहाँ हिँड्दा। केही छैन गोठ। पाण्डव गुफा, वी आर कमिङ हियर। पाण्डव गुफा सोधिहाल्नु नि घुरी गर्नु। मैले सोधेँ मिल्छ। निकाल। कहाँ घर? मेरो रोकमट। हाँ? रोकमट हो।
औरे कालु Hello guys, we are in Pandal. हाम्रो नेक्स्ट स्टप ल कनका सुन्दरी मन्दिर यहाँबाट अब 1.5 घण्टा जति लाग्छ अब 1.5 घण्टा भिडियो गर्छु तर राम्रोसँग हिँड्यो भने 1 घण्टा पहिला हुन्छ हिँडे दुश्मन हेरे जे होस् यतिको पोटेन्शियल हुनु इट्स नट जोक हामीसँग धेरै पोटेन्शियल छ वी क्यान डु व्हाटएभर वी वान्ट तर देखाउने कहाँ हो थाहा छैन तर देखाउने कहाँ हो थाहा छैन तर त्यो अलिकति एप्रोप्रिएट ठाउँ र एप्रोप्रिएट टाइम अनुसार देखाउन आउँदैन त्यो भन्नु नराम्रो बाँकी सब ठिक हो तर पोटेन्शियल त एकदम म्याक्सिमम लेभल टप लेभल हो वी हेभ टप लेभल अफ पोटेन्शियल मसँग त छैन है छ तिमीसँग पनि छ अस्तिको प्रेजेन्टेसन मैले हेरिसके अस्तिको फर्स्ट कम्युनिटी प्रेजेन्टेसनमा हेरिसके व्हाट इज 10 वटा चार्ट पेपर 12 वटा चार्ट पेपर कच्चा पका तो लगा मेरा मजाक हामी त उता बाटो यो गाउँबाट छिर्यो नि सोध्दै आएर चाहिँ बाटो भरि कहीँ पायो भने यसो खाउँला भनेर कहीँ पाएन कहिलेसम्म हुन्छ त दही हजुरकोमा हेलो गाइज वी आर इन हामी कनिका सुन्दरी ऐतिहासिक महत्त्व बोकेको एकदम ऐतिहासिक गौरव ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिरमा छ जुन प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ लगभग धेरै ठुलो डाँडा माथि छन् र यहाँसम्म हामी आइपुग्न धेरै हिँडेका छौँ यद्यपि जति कठिनाइहरू भए पनि हामी आफ्नो गन्तव्यमा आइपुगेका छौँ र सम्बन्धित कनिका सुन्दरी मन्दिर हेर्न सक्नुहुन्छ तपाईँहरू कनिका सुन्दरी मन्दिर कनिका सुन्दरी गाउँपालिकामा पर्दछन् जुनलाई बुवा गाउँको नाम के हो यो गाउँको नाम ढोकोवाडा अब हामी चाहिँ कनका सुन्दरी मन्दिर घुमिसकेका छौँ यता यो हेर्न सक्नुहुन्छ तपाईँहरू हामी कनका सुन्दरी मन्दिरको पुरै दर्शन गरेर घुमेर होइन पुजारीहरूसँग भेटेर फोटो सेसन समापन गरेर अब हामी लगभग फर्किने क्रम हाम्रो जारी भइसकेको छ अब करिब 3 घन्टामा हामी आफ्नो बस्ने ठाउँमा पुग्नेछौँ र यो मनिष हुनुहुन्छ अब आफै यिनीहरू दुई शब्द बोल्नुहुन्छ 2 शब्द के भन्नु 2 शब्द रमाइलो लागिरहेछ हाम्रो क्लासको सिआरसँग आउन पायो राजुसँग आउनु पाएछ मलाई धेरै खुसी लागिरह खास गरी म 2 नम्बर वडाबाट खास गरी मनिष नआएको भए हामी पनि आउँदैन थियो किनकि मनिष पहिले पनि घुमेर गइसकेको रहेछ हिजो नै बिस्टवाडाबाट निस्किएको थियो विशेष कारणवश अब हिजो पानी पर्न थाले आउनु पाएन र आज कोही पनि 1 नम्बरबाट आएन तथापि यद्यपि मनिष चौधरीले आइहाल्नु भयो हाम्रो सम्मानको लागि
अनि धेरै धन्यवाद एकदम धन्यवाद एकदम ल सहयोगी हुनुहुन्छ हिजो रमाइलो लाग्यो घुमेर हामीलाई कनका सुन्दरी मन्दिर स्वागत गरेर बसाउनु आज नआएको भए हामीले घुम्न पाउँदैन थियो राम्रोसँग 5 स्टार त्यही अब 5 स्टार वासस्थान घुम्यो, नभए पनि खुसी लाग्यो। फिल दिइराख्नु भएको छ। ओहो नाइस जम्प, ओहो नाइस जम्प। असली थारूको त गुण राजुमा छ यार। यति पढाइमा लगाएको भयो। त्यही त होइन यार, पढाइमा दौड्नु त्यही हो न, त्यही हो। कस्तो पुन्टे छ भाग्यो।